नमस्ते। व्यस्त लाइफमा फाइनान्शियल म्यानेजमेन्ट गर्न कतिको गाह्रो हुन्छ हैन? आज हामी एउटा यस्तै फाइनान्शियल प्रडक्टको बारेमा कुरा गर्दैछौँ जुन वर्किङ प्रोफेसनल्सहरूका लागि एकदमै उपयोगी हुन सक्छ। ल एउटा एकदमै कमन च्यालेन्जबाट कुरा सुरु गरौँ है त। हामीमध्ये धेरैले सामना गर्ने कुरा हो यो। त्यो हो आफ्नो फाइनान्शियल गोलहरूलाई एकैचोटि कसरी म्यानेज गर्ने। सोच्नुस् त, भविष्यको लागि सेभिङ पनि गर्नु छ, परिवारको सिक्युरिटीको लागि इन्स्योरेन्स पनि चाहियो, अनि ट्याक्स पनि त बचाउनु पर्यो। यी सबै कुरा एकैपटक गर्दा अलिकति जग्लिङ गरे जस्तो फिल हुन्छ हैन र? तर के होला यदि यी तीनटै गोललाई एउटै स्मार्ट प्लानले एड्रेस गर्न सकियो भने? हो, ठ्याक्कै यही सोल्युसन लिएर आएको छ ई-सेवा मनी ब्याक प्लान। अब यो प्लान खासमा के हो त? यो एक किसिमको एन्डाउमेन्ट इन्स्योरेन्स हो। यसलाई एउटा हाइब्रिड प्रोडक्ट जस्तै सम्झिनुस् न, जसले लाइफ इन्स्योरेन्सको सुरक्षा पनि दिन्छ र सँगसँगै सेभिङ गर्ने टुलको पनि काम गर्छ। भनेपछि यो प्लानको सबैभन्दा राम्रो पक्ष नै यही हो। यसले तीनवटा छुट्टा छुट्टै फाइनान्शियल निडहरूलाई एउटै प्याकेजमा ल्याउँछ। इन्स्योरेन्स कभरेज, लङ टर्म इन्भेस्टमेन्ट अनि ट्याक्स सेभिङ्स। साँच्चै भन्ने हो भने यो एउटा फाइनान्शियल मल्टिटुल जस्तै हो। ल, अब यो प्लानले यो 20 वर्षको अवधिमा वास्तवमा कसरी काम गर्छ त्यसको बारेमा अलि डिटेल्डमा हेरौँ है त। सबै कुरा सुरु हुन्छ फर्स्ट इयर प्रिमियमबाट, जुन लगभग 40,000 रुपियाँ पर्छ। यो नै त्यो इनिशियल इन्भेस्टमेन्ट हो जसले यो पुरै प्रोसेसलाई किक स्टार्ट गर्छ। तर यहाँनिर एउटा एकदमै इन्ट्रेस्टिङ फिचर छ। त्यो हो मनी ब्याक फिचर। हरेक वर्ष तिरेको प्रिमियमबाट 30,000 रुपियाँ फिर्ता आउँछ। यसको मतलब के हो भने पहिलो वर्षपछि इफेक्टिभ एनुअल प्रिमियम त जम्मा 10,000 रुपियाँ मात्रै भयो। यसले गर्दा लामो समयसम्म प्लानलाई कन्टिन्यू गर्न धेरै सजिलो हुन्छ। अब यो टेबलले पुरै 20 वर्ष जर्नीको हिसाब देखाउँछ। हेर्नुहोस् त, 20 वर्षमा तिर्ने कुल रकम लगभग 2,30,000 हुन्छ, तर प्लान मच्योर भएपछि फिर्ता आउने रकम चाहिँ लगभग 3,54,000 छ। भनेपछि इन्स्योरेन्सको फाइदा त छँदैछ, रिटर्न पनि राम्रै देखियो। ल, हिसाब किताब त भयो। अब यो प्लानले दिने सुरक्षा यानि कि सेफ्टी नेट र फ्युचर बेनिफिट्सहरू के छन् त्यतातिर लागौँ। यो प्लानले दुई किसिमको सेफ्टी नेट तयार गर्छ। एकातिर कुनै अनएक्सपेक्टेड घटना भइहालेमा तत्काल इन्स्योरेन्स कभरेज दिन्छ, अनि अर्कोतिर लङ टर्ममा एउटा राम्रो रिटर्न पनि बिल्ड गरिरहेको हुन्छ। पहिलो कुरा, यसमा 6 लाख रुपियाँ बराबरको मेन लाइफ इन्स्योरेन्स कभरेज छ। यो भनेको आफ्नो परिवारको लागि एउटा बेसिक फाइनान्शियल सेक्युरिटी भयो। त्यति मात्रै होइन, यदि कुनै दुर्घटनाको कारणले मृत्यु भयो भने थप 4.5 लाख रुपियाँको एडिसनल बेनिफिट पनि छ। यो अर्को लेयर अफ प्रोटेक्सन भयो। अनि कहिलेकाहीँ अनएक्सपेक्टेड हेल्थ इमर्जेन्सीहरू पनि आउन सक्छन्। त्यस्तो बेला हस्पिटल भर्ना हुनु परेमा 1 लाख रुपियाँसम्मको इमर्जेन्सी मेडिकल ट्रिटमेन्ट कभरेज पनि यो प्लानमा छ। ल, अब फेरि इन्भेस्टमेन्टको पाटोमा फर्कौँ। 20 वर्षको अन्त्यमा बोनस र फाइनल मनी ब्याक सहित कुल 3,54,000 रुपियाँ फिर्ता आउँछ। यो नै लगानीको रिटर्न हो। त्यसो भए अब यो सबै कुरालाई समराइज गरौँ है त। यो प्लान कसको लागि हो र यसका की टेकअवेज के हुन्? खासमा यो एउटा 20 वर्ष इन्डाउमेन्ट प्लान हो। 18 देखि 45 वर्ष उमेर समूहका व्यक्तिहरूका लागि यो एकदमै उपयुक्त छ। यसले इन्स्योरेन्स र सेभिङ्सलाई एकै ठाउँमा कम्बाइन गर्छ। अनि अर्को महत्त्वपूर्ण कुरा, यसबाट वार्षिक 15,600 रुपियाँसम्मको ट्याक्स सेभिङ पनि गर्न सकिन्छ। समग्रमा लगभग 2,30,000 तिर्दा म्याचुरिटीमा 3,54,000 फिर्ता पाउनु भनेको राम्रै हो। अनि यदि यो प्लान किन्न मन लाग्यो भने प्रोसेस एकदमै सिम्पल छ। ई-सेवा एपमा लगइन गर्ने, इन्स्योरेन्स ट्याबमा जाने, लाइफ इन्स्योरेन्सभित्र एन्डाउमेन्ट प्लान सेलेक्ट गर्ने र मनी ब्याक प्लान चुनेर आफ्नो डिटेल्स भर्ने। एकदमै सजिलो। र अन्तमा एउटा प्रश्न छोडेर जान चाहन्छु। हामी आफ्नो क्यारियर र फ्युचरको लागि यति धेरै मेहनत गर्छौँ, के हाम्रो फाइनान्शियल प्लानले पनि हाम्रो लागि त्यति नै मेहनत गरिरहेको छ त? एकपटक सोच्नुपर्ने कुरा हो। आजको लागि यति नै। धन्यवाद।